चाहिँ सनराइज यो पोखरीको नाम चाहिँ हाँस पोखरी रहेको छ गाइज। यसलाई हाँस पोखरी भनिन्छ। यो चाहिँ हाम्रो मयौं डाँडादेखि मुनि भोजपुर साइड भोजपुर पर्छ होला। यो चाहिँ खोटाङ र भोजपुरको बिचमा रहेको मयौं डाँडाको मुनिपट्टिको दृश्य हो यो। साउनेदेखि मुनिको यो एकदमै हामी तपाईँहरूलाई नजिकबाट पनि देखाउनेछौँ। म बिस्तारै जान्छु, यो नजिकबाट तपाईँहरूले देख्न सक्नुहुन्छ। ओ माई गॉड, लास्ट ओ माई गॉड, घाँस पनि कति लामो लामो हौ। सिमसार रहेको अवस्था। निस्किने बाटो रहेछ। के हो, चरा पनि मारेछन् त हौ। सबैजनाले सब्सक्राइब गर्नु नभुल्दिनु होला। फाइनली गाइज यो रहेको छ हाम्रो हाँस पोखरी। सट्ट हाम्रो अहिले रियलको हाँस चाहिँ नभएको अवस्था हो भने यहाँनिर बनाइएको डुङ्गा रहेछ दुईवटा, एक जोडी हाँसको। यसमा चाहिँ पात चाहिँ रियलमै साँच्चीकै छैन। मैले किंवदन्ती भनेअनुसार पनि सुनेको थिएँ। चट्ट देख्न सक्नुहुन्छ, चारैतिर पात छैन होइन। त्यो माथि एउटा डाँडा छ, पर एउटा डाँडा रहेको छ भने चारैतिर केही नभएको अवस्था। यहाँ माछा हाल्नुपर्ने अवस्था। यो कति गइरहेछ त्यो पनि थाहा छैन भने यहाँनिर हाँस बनाइएको छ। सो मैले चाहिँ बाटो थाहा नपर कहाँबाट छिर्ने कहाँबाट निस्किने भन्ने थाहा पाइनँ। सक्नुहुन्छ चट्ट यो हाँस पोखरीबाट देखिने दृश्य रहेको छ। चट्ट हाँस पोखरीबाट यस्तो दृश्य पनि देखिन्छ। माथि सो गाइज म तपाईँहरूलाई एउटा ठाउँबाट दामी दामी भ्यू चाहिँ देखाउनु भनेर आएको। हामी खासमा चाहिँ कहाँसम्म जान्छौँ भनेर देखाउन चाहन्छु। यो डाँडाबाट आज पनि 3 दिन भइसक्यो। 3 दिन भएर पनि राम्रो भ्यूहरू क्याप्चर गर्न सकिएको छैन। वेदरले साथ नदिएको अवस्था। 3 दिनको बिचमा अहिलेसम्मकै राम्रो वेदर भएको बाँकी। सो गाइज हाम्रो घाम निस्किने लागेको छ। चट्ट यो डाँडाबाट यही हो यहाँको अग्लो डाँडा कि त यो पल्लो पिक भन्दो रहेछ नि। त्यो डाँडा चल्नुपर्छ। त्यहाँ जानुलाई 1 घन्टा 2 घन्टा लाग्छ। त्यहाँ पनि हामी जाने कोसिस गरिरहेको छौँ। सो गाइज पिक भनेको डाँडा यो अग्लो डाँडा रहेको छ भने यो साइड हामीले हिमालहरू देख्न पाइन्थ्यो। वाउ, देख्न सक्नुहुन्छ। हामी यो डाँडासम्मको यात्रा हो।
यसलाई सिलिचुङ डाँडा भनिन्छ गाइज। यो साल्पा पुगेर साल्पाबाट माथि चढ्ने डाँडा रहेको छ सिलिचुङ डाँडा। हाम्रो यात्रा यहीँसम्म रहेछ, तपाईँहरूले देख्न सक्नुहुन्छ। सो हामी जाँदा चाहिँ एक्ज्याक्ट कता, ओ माइ गॉड। सो हामी यताबाट यो डाँडा पल्लो डाँडा देख्न सक्नुहुन्छ। यो डाँडा हुँदै चट्ट यो डाँडाबाट यो हुँदै यो डाँडाबाट चाहिँ हाम्रो घरहरू नजिकै राखेको छ। डाँडाबाट स्याट्ट के भनौँ न, यहाँ सब्सक्राइब गर्नु नभुल्नु होला। सो लाइभ गर्नुको लागि म असमर्थ भइरहेको छु। बाइ द वे नेट प्रब्लम चलेर होइन, म तपाईँहरूको बिच ट्राई गर्ने कोसिस गरिरहेको छु। सो गाइज देख्न सक्नुहुन्छ दामी दामी भिउहरू यो रहेको छ हाम्रो सैनिक पिक। अब यहाँ हामी आओ माई गड बाइ द वे तपाईँहरूलाई सनलाइट देख्नुहुन्छ गाइज। तपाईँहरू देख्न सक्नुहुन्छ चारैतिरको दृश्य। सो यहाँबाट हिमाल लगायत सबै कुरो देखिन्छ। यहाँबाट मेरो गाउँ पनि देखिन्छ, भोजपुर पनि देखिन्छ। देख्ने जति त धेरै देखिएला, तर एक्ज्याक्ट के देखिन्छ मलाई पनि एक्ज्याक्ट कताबाट आएको भन्ने चाहिँ थाहा छैन। सो मलाई लाग्छ हामी यो परको डाँडाबाट आएको हुनुपर्छ। यहाँ देख्न सक्नुहुन्छ नि, यो डाँडाबाट यो डाँडा हुँदै यो डाँडाबाट तल गहिरा झरेर यहाँबाट यता हुँदै यता यो डाँडातिरबाट यस्तो तल सेन्टर पोइन्टबाट घुमेर पर यो हिमाल यो पल्लो देखिने डाँडाबाट यता हामी फर्केको हुनसक्छ मलाई लागिरहेको छ। सो गाइज देख्न सक्नुहुन्छ एकदमै रमाइलो दृश्य छ, बवाल छ। सबैजनाले सब्सक्राइब गरेर तपाईँहरू यहाँको ठाउँ सक्नुहुन्छ। यो ट्याक्कै रावा ढाप रहेको छ लाउरे डाँडाको। यो लाउरे डाँडाको टप रहेको छ भने यो तलको यहाँ हामी बसिरहेको छौँ। यहाँ यो ट्याक्कै रावा ढाप हो। यो चाहिँ 2600 छ भने हामी चाहिँ यहाँ माथिल्लो डाँडासम्म गएर चाहिँ देखाउनेछु। यहाँबाट त अब डाँडा पाखा त कति जिल्लाको देखिँदो रहेछ नि, देख्न सक्नुहुन्छ। हामी कताबाट आएको ग्यारेन्टी नै भएन मलाई, त्यहाँ थाहै भएन। जताबाट आए पनि म माथिल्लो डाँडाबाट त यहाँबाट आएको रहेछ भन्छु, वेदरले साथ दियो भने। ओ वाउ गाइज, लाउरे फाइनल आयो। गोठबाट अहिले बिहान चुहेको पानीमा पनि यस्तो हुन्छ है गाइज। टक्क म तपाईँहरूलाई देखाउँछु। गोठबाट अहिले बिहान चुहेको पानी, यो टक्केन चुहेको भनौँ न होइन, यस्तो अब यस्तो छ। यहाँभित्र चाहिँ पानी बगिरहेको छ कि सिरिन्ज जस्तै। बाहिर चाहिँ पुरै के जति भइसकेको छ। भित्र चाहिँ पुरै डुलो छ, ढुङ्ग्री जस्तै चिप्स। अहिले बिहान चुहेको पानी रातमा 4 इन्च 5 इन्च हिउँ जम्दो रहेछ। अनि ट्याक्क अहिले बिहान चुहेको पानीमा नै यस्तो छ भने तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले बिहान चुहेको पानी नै यस्तो छ। वाउ सुन्दर दृश्य डाँडाको। यो डाँडामा हामी खाना खाइसकेपछि जानेछौँ। बाँकी डाँडाहरू मैले तपाईँहरूले सबै देखिसकेँ। ओ माई गॉड, बादल लागिसकेको अवस्था। पुरै बादल आएको अवस्था। ओ माई गॉड, यो माथिको डाँडा जाँदैछु म। फाइनली गाइज यो दृश्य रहेको छ रावा ढापबाट, देख्न सक्नुहुन्छ। रावा ढापबाट लिएको दृश्य।
डाँडा रहेको छ सालपसु जाउँ मेलावरी डाँडा भन्छ। यो साइड एकदमै बादलले डिस्टर्ब गरिरहेको छ भने यो साइड एकदम छ्याङ्गा छ। सो म चाहिँ यहाँबाट माथिको त्यो चौरतर्फ गइरहेको छु। म त्यहाँको दृश्य तपाईँहरूलाई देखाउनेछु यहाँ गएर। फाइनल्ली गाइज हामीले चाहिँ वाटर सोर्स भेटाइसके अवस्था छ भने तपाईँहरू देख्न सक्नुहुन्छ। पानी चाहिँ पुरै ढुङ्गाको जेपमा छ, कुवा रहेको छ देख्न सक्नुहुन्छ। यस्तो चट्ट ढुङ्गाको काखमा छ कि यस्तो एउटै ढुङ्गामा पलाएको पोखरी। सो यहाँबाट यस्तो जाँदो रहेछ थोरै थोरै बगेर। तपाईँहरू वरिपरिको चाहिँ दृश्य देख्न सक्नुहुन्छ। मान्छेले यहीँनिर खाना पकाएर खाने गर्दो रहेछन् भने यहाँबाट हिमालको दर्शन गर्दै यहाँनिर खाना खाने मान्छेले सबैमा गएर खान्छ होला नि चट्ट। वाउ। सो गाइस नयाँ साथीहरूले सब्सक्राइब गरिदिनु होला। माइ गड हामी चाहिँ नि एकछिनपछिबाट यता खाना खाइसकेपछि यो बाटो हुँदै यहाँबाट क्रस गर्नेछौँ। मलाई लाग्छ बाटो यो, किनभने मुन्डुम ट्रायल ल्याइरहेको छ। सो हाम्रो यात्रा आज 4 दिन भइसकेको छ भने माइ गड यहाँनिर तपाईँहरूलाई म बोर्ड देखाउँछु। ओहो हामी यो डाँडा कटेर चट्टै माथि जानुपर्छ। रावा खोलाको सिट रहेको छ, यो देख्न सक्नुहुन्छ। रावा खोलाको सिट मुन्डुम ट्राई। यहाँबाट यता रहेछ बाटो, यता हुँदै त्यहाँबाट क्रस गर्ने हो कि यताबाट उता क्रस गर्ने हो चाहिँ कन्फ्युज छौँ हामी। एकैछिनपछि यहाँ गएर पनि हेर्नेछौँ होइन। तपाईँहरूलाई सब्सक्राइब गर्नु नभुलिनु होला। यस्तो राम्रो दृश्यहरू छ।